हेलो नमस्ते सेवानु मरेका स्वागत छ हजुरलाई यो मेरो न्यू भ्लगमा। गाइस म चाहिँ यहाँनिर सागको पुली लिएर साग रोप्दै छु किनकि हाम्रोमा लगाएको थियो त्यो चाहिँ साग नै पलाएन। गाइस कति छिटो टाइम बित्छ है। बेंगलोरबाट घर आएको नि 2 महिना भइसक्यो। पापा आमा पनि बुढाबुढी हुनुभयो। गाइस दुःख लाग्छ, के गर्नु नि, कमाउनै पर्यो, जानै पर्यो। लौ त गाइस यहाँ नु मैले साग रोपेको। आफ्नो परिवारसँग त सँगै बस्नु मन लाग्छ नि। कसैलाई चाहिँ रहर हुन्छ होला र बाहिर बसेर काम गर्ने, के गर्नु, जानै पर्छ, काम गर्नै पर्यो। जन्मेकै नै दुःख गर्नुलाई भन्छ। खै होला आफूले खानु नपाए पनि पापाहरूले खानुहुन्छ, दाजुहरूले, पापा आमा दाजु होइन। गाइस के गर्नु, अब सँगै बसेर पनि हुँदैन रहेछ। त्यस्तै हो गाइस जिन्दगी भनेको।